सो भनिन्छ नि अनप्लान ट्रिप नै एकदम बेस्ट हुन्छ भनेर सो वी वोक अप विथ 0 प्लान्स एन्ड समहाउ एन्डेड अप इन क्यान्टरबरी सो क्यान्टरबरी चाहिँ मलाई एकदमै ब्युटिफुल लाग्यो सानो गल्लीहरू वकअवेहरू एस्थेटिक सपहरू क्याफेहरू अनि एकदमै ओल्ड हिस्ट्री बोकेको ठाउँ रहेछ क्यान्टरबरी सो आज चाहिँ हामी यत्तिकै ऱ्यान्डमली बाहिर निस्किन लागेको छौँ लेट्स सी कता जान्छौँ आज गन्तव्यले कता पुऱ्याउँछ हामीलाई साथी हुन्छ भनिका कुमारी आचार्य के छ हालको लागि चाहिँ के अरे अब हामी आउन लाग्यो क्यान्टरबरी ओन्ली 18 मिनट्स लेफ्ट आयो हामी चाहिँ काममा जान चाहिँ टेन्सन भएकै छ साथीलाई टेन्सन चाहिँ काममा जान छ अरे हामी त अब निराशा हामी क्यान्टरबरी एउटा चकलेटको नाम छ नि के क्याडबरी हो कि क्यान्टरबरी ए सरी नट क्याडबरी बट क्यान्टरबरी साथी त्यस्तो नभन न हामीलाई यार के भन्नु तिमीलाई कस्तो लाग्यो क्यान्टरबरी तिमीहरूले सोचेको भन्दा सोचेको त मैले त्यस्तो सोचेको त थिइनँ केही पनि तर एकदम राम्रो तर मैले यहाँबाट राम्रो नराम्रो भन्दा नि शिक्षा चाहिँ धेरै पाएँ रेकर्ड त भयो नि सानो ठाउँमा पनि यदि गर्छु है भूमि भने जे पनि हुँदो रहेछ भन्ने शिक्षा चाहिँ पाएँ मैले हेर त त्यहाँ त्यो हाँसलाई पहिला हुनुको साथै कति मजाले बगिरहेको कस्तो भयो आज रमाइलो भयो धेरै पछिको ब्रेक वाज गुड सुपर नाइस वेदर अलिअलि चिसो थियो बट नट द्याट टु कोल्ड बट ओभरअल इट वाज अ गुड डे बेबी तिमीलाई कस्तो लाग्यो रमाइलो लाग्यो सबै साथीहरूसँग घुम्दाखेरि चिसो थियो तर त्यस्तो चिसो थियो मैले कोट हातमा राखेको छु त्यस्तो चिसो पनि थिएन रमाइलो भयो के छ अग्लेस तिमीलाई कस्तो लाग्यो मजा आयो आजको दिन चाहिँ वर्थिट भयो है जोस् आज खासमा चाहिँ हाम्रो चाहिँ बिहान उठ्दाखेरि चाहिँ उलिचमा चिया खाने प्लान थियो चिया खाँदा हामी चाहिँ यहाँ आइयो घुम्न आयो क्यान्टरबरी आयो जोस् मजा आयो आजको दिन चाहिँ अब फेरि पनि समरमा खासमा चाहिँ समरमा झन् मजा आउने ठाउँ रहेछ यो चाहिँ ठिकै छ खैर मजा आयो रमाइलो भयो एकदम चाहिँ साथीहरूसँग चाहिँ हस् त नमस्ते ल बाई गाइस सी यू इन नेक्स्ट भिडियो टेक केयर